नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा ऐतिहासिक मोमेन्ट हो। यसलाई तमाम प्रजातन्त्रवादी साथीहरूले एउटा प्रजातान्त्रिक अवसरको रूपमा हेर्नुपर्छ। यसले कांग्रेस सभापति पूर्णबहादुर खड्काज्यू, पार्टीका महत्त्वपूर्ण साथीहरू, महाधिवेशन प्रतिनिधि साथीहरू, सञ्चारकर्मी मित्रहरू र अन्य सबै उपस्थित दिदीबहिनीहरू दाजुभाइहरू सबैलाई म अभिवादन गर्न चाहन्छु। जय नेपाल। आज इतिहासको महत्त्वपूर्ण भएका छौँ। मुलुकमा उत्पन्न भएको पछिल्लो राजनीतिक परिस्थितिको एउटा महत्त्वपूर्ण क्षणमा हामी छौँ। अब मुलुकको राजनीति कसरी अगाडि बढ्ने हो, मुलुकको विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसको भविष्यको बाटो कस्तो हुने हो, अवरुद्ध भएको संवैधानिक प्रक्रियालाई कसरी सुचारू गर्ने हो, विघटित संसदको ठाउँ फेरिलाई कसरी सुचारू गर्ने हो र नेपाली कांग्रेसले आफ्नो वरिपरिका चुनौतीहरूलाई कसरी सामना गरेर बलियो कांग्रेस र जनताले भर गरेको सबल कांग्रेस कसरी निर्माण गर्ने हो भन्ने आज हाम्रो साझा चिन्ता छ। आज हाम्रा प्रातः स्मरणीय नेता बीपी कोइराला, सुवर्ण शमशेर, गणेश मान्जी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई स्मरण गर्दै, हाम्रा अग्रज नेताहरूलाई स्मरण गर्दै, ज्ञात अज्ञात शहीदहरूलाई स्मरण गर्दै आज हामीले एउटा ऐतिहासिक कदममा अग्रसर भएका छौँ। महाधिवेशनको विषय हामीले आज पनि उठाइरहेका छौँ र अहिलेको सन्दर्भमा समयमै महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्ने, नयाँ नीति तर्जुमा गर्ने, विषम राजनीतिक परिस्थितिका बारेमा उच्च वैधानिक थलोमा साथीहरू भेला भएर सरसल्लाह गर्ने र कांग्रेसले लिने बाटो, नीति र अगाडि चाहिँ को कार्यक्रम तय गर्ने भन्ने हाम्रो मनसाय हो। यो घर सल्लाह हो, परिवार सल्लाह हो। यो द्वन्द्व होइन, तनाव होइन, यो विवाद पनि होइन, विद्रोह पनि होइन, यो अनुशासन काम पनि होइन। हाम्रा प्रातः स्मरणीय नेता र हाम्रा नेता सुवर्ण शमशेरले अभ्यास गरेको बाटो, वैधानिक बाटोबाट अगाडि बढ्ने हामीले कोसिस गरेका हौँ र हाम्रो महाधिवेशनको विधानले निर्धारण गरेको सीमाभित्र चाहिँ महाधिवेशनका प्रक्रियाहरू सुचारू हुने कुरालाई पनि यसले मार्ग प्रशस्तै गरेको छ र नत्र अर्को विकल्पको रूपमा रहेको र हामीले देखेको, हामी विशेष महाधिवेशनका प्रतिनिधिहरूको विशेषाधिकारको रूपमा रहेको र केन्द्रीय कार्यसमितिको क्षेत्राधिकार र अग्राधिकारको रूपमा रहेको विशेष महाधिवेशन बोलाउने चाहिँ हाम्रो हक माग गर्ने हाम्रो हकलाई सुरक्षित राख्दै आज हामीले पार्टी समक्ष हाम्रा नेताहरूलाई स्मरण गर्दै हाम्रो आस्थाको धरोहर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको परिसरमा उभिएर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशभरिका साथीहरू जो झन्डै 53% संख्यामा हस्ताक्षर गर्नुभएको छ, पार्टीको एउटा सिंहको हातमा, पार्टीको मेरुदण्ड, पार्टीको मूल प्रवाहको रूपमा रहनु भएको छ, ती साथीहरूको भावनालाई चाहिँ प्रतिनिधित्व गर्दै आज हामीले हाम्रो पार्टीको श्रद्धेय कार्यवाहक सभापतिलाई हामीले यो आवेदन पत्र दिने हामीले निर्णय गरेका छौँ, निवेदन दिने निर्णय गरेका छौँ। यस अवसरमा पार्टीको सभापति आदरणीय शेरबहादुर देउवाले यो विषम परिस्थितिलाई मध्यनजर राख्दै केन्द्रीय कार्यालयमा केन्द्रीय बैठकमा जुन पार्टीको सम्पूर्ण जिम्मेदारी सुम्पिनु भएको छ, हस्तान्तरण गर्नुभएको छ, यसका लागि पनि हाम्रो पार्टी सभापतिलाई हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ र सम्पूर्ण तोडफोड आगजनीका जति पनि घटनाहरू छन् ती घटनाप्रति हामी निन्दा व्यक्त गर्छौँ र पार्टी सभापति र उहाँको परिवारमाथि जुन सांघातिक आक्रमण भएको छ त्यसको पनि हामी निन्दा पत्र, निवेदन पत्र हामीले हाम्रो कार्यवाहक सभापतिज्यूलाई हस्तान्तरण गर्दैछौँ। अगाडि साथीहरू छोडिदिनु न। जम्मै अगाडि जाने भए किन मोबाइल हटाइदिनु साथी अगाडिको मोबाइल हटाइदे भाइ हो भाइले एकचोटि क्वेसन छ, कति हस्ताक्षर भयो त्यो
2488 ल साथी अलिकति हात महाधिवेशनका सदस्यहरूले महाधिवेशनका सदस्यहरूले गरिएको हस्ताक्षर हो। यो चाहिँ 77 जिल्ला 7वटै प्रदेश र 165 निर्वाचन क्षेत्र र विदेश स्थित हाम्रा शाखा र हाम्रा भातृ संस्था र शुभेच्छुक संस्थाका साथीहरूले गर्नुभएको हस्ताक्षर हो। यो 14औं महाधिवेशनका प्रतिनिधि साथीहरूको हस्ताक्षर हो। हाम्रो विधानको धारा 17(2) बमोजिम महाधिवेशनका 40% सदस्यहरूले केन्द्रीय महाधिवेशन बोलाउनु पर्ने कारणको लागि निवेदन गरेमा निवेदन परेको 3 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने वैधानिक प्रावधान छ। यसको हाम्रा नेताहरूले अभ्यास पनि गरिसक्नु भएको छ। विगतमा 2012 सालको हाम्रो 6औं केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुनुभएका केन्द्रीय सभापति श्रद्धेय सुवर्ण शमशेरले राजीनामा दिएर 2014 सालमा विशेष महाधिवेशनका मार्फत हाम्रो श्रद्धेय नेता जननायक बिपी कोइराला सभापति निर्वाचित हुनुभएको हो। त्यसैले अहिले हामीले महसुस गर्यौं कि देशमा विकसित भएको पछिल्लो राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन बोलाउनु पर्छ भन्ने हामीले आवश्यकता महसुस गर्यौं। यो हाम्रो महाधिवेशन प्रतिनिधिहरूको विशेषाधिकार हो। केन्द्रीय कार्यसमितिले आफै पनि बोलाउन सक्छ, केन्द्रीय समितिले नै बोलाउने हो। हामीले 40% भन्दा बढी सदस्यले हस्ताक्षर गरेपछि पनि केन्द्रीय समिति